पढाइ कार्यक्रमका कार्यक्रम सञ्चालक यस विद्यालयका साहित्य र हुनुहुन्छ। यस विद्यालयमा मसँगै सहकर्मीको रूपमा सेवा गर्नुहुने मेरा सम्पूर्ण शिक्षक स्टाफ मित्रहरू र यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भाइ बहिनीहरू र अझ भन्नुपर्दा खमाङ गाउँपालिका स्तरीय 5औं राष्ट्रपति रनिङ सिट प्रतियोगितामा सहभागी भई स्थानीय विद्यार्थी भाइ बहिनीहरू र यस विद्यालयमा अध्ययन गर्ने सबैजना मेरा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा स्वीकार्नुहोस् मेरो न्यानो नमस्कार, गुड आफ्टरनुन। विद्यार्थी भाइ बहिनीहरू, हामी आज इन्टरभलमा यो कार्यक्रम किन आयोजना गरेका छौँ, किन गर्दैछौँ भन्ने कुरा पनि थाहा पाउनुपर्छ। साना नानी बाबुहरू, भर्खरै मात्रै हिजो सम्पन्न राष्ट्रिय तथा खमाङ गाउँपालिका स्तरीय 5औं राष्ट्रपति रनिङ सिट प्रतियोगिताको विधिवत रूपले हिजो पौष 7 गते औपचारिक समापन भएको सबैजनालाई थाहा छ। यसै गजला एजुकेसनल एकाडेमी खमाङ रोल्पाले विद्यार्थी भाइ बहिनीहरूको मेहनतलाई, विद्यार्थी भाइ बहिनीहरूको सक्रिय सहभागितालाई, उत्कृष्ट आफ्नो खेल प्रस्तुति अर्थात् प्रतिभालाई सम्मान गर्ने यो कार्यक्रम हो विद्यार्थी भाइ बहिनीहरू। त्यसैले आज हामी हरेक वर्ष चाहिँ हाम्रो विद्यालयले राष्ट्रपति रनिङ सिट प्रतियोगितामा विभिन्न तौरले सहभागी जनाउँदै आएको छ र यस वर्ष पनि हामीले हाम्रो विद्यालयबाट खास गरी आधारभूत तहको विभिन्न टुर्नामेन्टमा सहभागी भए हामी आज हाम्रो विद्यालयको प्राङ्गणमा सहभागी भएका छौँ र यसै सन्दर्भमा विद्यार्थी भाइ बहिनीहरूले आधारभूत तहको विभिन्न प्रतिस्पर्धामा सहभागी हुँदै खास गरी हाम्रो विद्यालयले दुईवटा इभेन्टमा दुईवटा प्रतिस्पर्धामा जित हासिल गरेको यो खुसियालीमा हाम्रो विद्यालयले उक्त प्रतिस्पर्धामा सहभागी भए विजय हासिल गर्ने विद्यार्थी भाइ बहिनीहरूलाई हामी यो धन्यवादको यो कार्यक्रम आयोजना गरेका हौँ र सँगै विद्यार्थी भाइ बहिनीलाई सम्मान गर्ने कार्यक्रमको आयोजना गरेका हौँ। यसमा हामीले आधारभूत तहको करिब चाहिँ 7-8वटा चाहिँ टुर्नामेन्टहरू थिए, जसमा रनिङहरू थिए, बस बोइजको 200 मिटर, कबड्डी, बसको भलिबल, बोइजको भलिबल, बोइजको कबड्डी, यति करिब 6वटा 8वटा हुनुपर्छ। हाम्रो चाहिँ बस र बोइजको रनिङ पनि छुट्टा छुट्टै कम्पिटिसन थियो। त्यसैले हाम्रो विद्यालयबाट खास गरी हामीले महिला भलिबल सहभागी गराउन सकेन, विभिन्न कारणहरू छ। अन्य सबै प्रतियोगितामा हाम्रो विद्यालयले सहभागिता जनाएको थियो। एउटा प्रतिस्पर्धा पनि भयो र विद्यार्थी भाइ बहिनीहरू प्रतिस्पर्धा गर्दै गर्दा पनि केही टुर्नामेन्टमा केही इभेन्टमा चाहिँ विद्यार्थी भाइ बहिनीहरूले पराजय भ्याउनु पर्यो। यदि पराजय भ्याउँदै गर्दा विद्यार्थी भाइ बहिनीहरू आफ्नो चाहिँ एकदम इमान्दारिताका साथ आफ्नो अनुशासनलाई खेल गर्दै विद्यार्थी भाइ बहिनीहरूले चाहिँ मजाले आफ्नो चाहिँ खेल प्रदर्शन गर्नुभयो। यहाँ सबैजना सहभागी भए प्रतियोगितामा चाहिँ सहभागी हुने विद्यार्थी भाइ बहिनी सबैलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अझ भन्नुपर्दा सहभागी भएर कडा प्रतिस्पर्धा गर्दै खास गरी बोइज तर्फको भलिबलमा पनि निकै प्रतिस्पर्धा थियो। यद्यपि यो प्रतियोगिता र प्रतिस्पर्धा हो, प्रतिस्पर्धामा एकले जित्छ एकले हार्छ स्वाभाविक हो। त्यसकारण हाम्रो खास गरी प्रथम स्थान र द्वितीय स्थानको लागि हार भयो र हामी तृतीय स्थानको लागि लड्यौँबाट सहभागी भई निरन्तर हामी चाहिँ 5औं पटकसम्म हाम्रो विद्यालयले कबड्डी खेल प्रतियोगितामा चाहिँ लगातार जित हासिल गरेको सुखद क्षण हो, यो एकदमै खुसीको क्षण हो। त्यसकारण बोइज तर्फको कबड्डीमा प्रथम स्थान लगातार हासिल गर्ने विद्यार्थी भाइहरूलाई म अझ धेरै धेरै बधाई भन्न चाहन्छु र सम्मान व्यक्त गर्न चाहन्छु र आगामी दिनमा
4, 5, 6, 7 क्लासमा पढ्ने विद्यार्थी भाइ बहिनीहरूले सुन्नुपर्ने कुरा के छ भने अहिलेसम्म दाइ दिदीहरूले चाहिँ कुनै न कुनै इभेन्ट मतलब प्रतियोगितामा जित हासिल गरे। हरेक वर्ष चाहिँ 2-4वटा चाहिँ ट्रफीहरू, प्रमाणपत्रहरू, मेडलहरू विद्यालयलाई हस्तान्तरण गरेर राख्नु भएको सुखद क्षणमा अब हामीले विद्यार्थी भाइ बहिनीहरूले उक्त आफ्नो दाइ दिदीहरूले चाहिँ गर्नुभएको उहाँहरू जस्तै प्रतिस्पर्धामा उत्रेर हामीले पनि आफ्नो इज्जत, स्कुलको इज्जतलाई खेल राखे कि नराखे अर्थात् इज्जतलाई हाम्रो निरन्तर हामीले चाहिँ जुन खालको हाम्रो चाहिँ मतलब कस्तो छ, मतलब हामीले जसरी जितेर आइरहेका छौँ त्यो कुरालाई चाहिँ हामीले निरन्तरता दिने कि नदिने भन्ने कुरामा कक्षा 4, 5, 6, 7मा पढ्ने विद्यार्थी भाइ बहिनीहरूले चाहिँ ध्यान दिन र बुझ्न जरुरी छ। आगामी दिनमा पनि हामी यसै गरी चाहिँ हामी फेरि सहभागी हुनेछौँ विद्यार्थी भाइ बहिनीहरू। यति भन्दै अघि चाहिँ हाम्रो कार्यक्रम सञ्चालक सरले धेरै कुरा भनिसक्नु भएको छ। म धेरै कुरा चाहिँ यहाँ भूमिका मार्न चाहँदैन विद्यार्थी भाइ बहिनीहरू। र हामीले सामान्य रूपमा खास गरी विद्यार्थी भाइहरूलाई खाडाबाट हामीले सम्मान गरेका छौँ, टिका लगाएर सम्मान गरेका छौँ। यो पनि एउटा सम्मान हो, यसलाई चाहिँ हामीले सहजै रूपले स्वीकार्नुपर्छ, गर्व गर्नुपर्दछ विद्यार्थी भाइ बहिनीहरू। र अन्य सहभागी नानीहरूलाई पनि हामी चाहिँ सम्मान गरेका छौँ, जसले आगामी दिनमा थप प्रोत्साहन मिल्नेछ र आगामी दिनमा अझ मेहनतका साथ अझ राम्रो गर्दै जानुहुनेछ भन्ने उद्देश्यले पनि हामी सहभागी सबैजनालाई हाम्रो विद्यालयको तर्फबाट टिकाद्वारा चाहिँ हामी सम्मान गरेका हौँ। विद्यार्थी भाइ बहिनीले यो बुझिदिनु होला। र अन्तमा यो भलिबल आगामी तहको भलिबलको तृतीय स्थान र कबड्डी निरन्तर 5 वर्षसम्म हाम्रो विजय हासिलको यो सुखद क्षणमा फेरि पनि यो कप, यो ट्रफी मतलब यो प्रमाणपत्र प्रदान गर्ने विजेता विद्यार्थी भाइहरूलाई चाहिँ म विद्यालयको तर्फबाट धेरै धेरै धन्यवाद र आभार अनि सम्मान व्यक्त गर्न चाहन्छु। आगामी दिनमा विद्यार्थी भाइ बहिनीलाई अझ थप मेहनत, थप जोस जागरका साथ हरेक क्षेत्रमा चाहिँ विद्यार्थी भाइ बहिनीहरू अगाडि बढ्नु हुनेछ भन्दै विद्यार्थी भाइ बहिनीहरूलाई आगामी दिनमा अझ शैक्षिक क्षेत्रको उत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै विद्यार्थी भाइ बहिनीहरूलाई समग्र होल स्टाफको तर्फबाट, एज अ प्रिन्सिपलको तर्फबाट, एज अ संस्थाको तर्फबाट सबैजना विद्यार्थी भाइ बहिनीहरूलाई हामी सबैजनाको तर्फबाट हार्दिक धन्यवाद एवं सम्मान व्यक्त गर्न चाहन्छौँ। र यति भन्दै हाम्रो यो अनौपचारिक टाइपको यो सम्मान कार्यक्रम अर्थात् बधाई कार्यक्रम करिब हामी यही अन्त्य गर्न गइरहेको जानकारी गराउँदै विद्यार्थी भाइ बहिनीहरू अब सबैजना हामी बिस्तारै घन्टी बस्छ, त्यसपछि हामी क्लासमा जानेछौँ। यही जानकारी गराउँदै अब चाहिँ हामी परीक्षाको नजिक आइसकेका छौँ विद्यार्थी भाइ बहिनीहरू सबैजनाले। अब यो राष्ट्रपति रणवीर सिंहका कुराहरूलाई आजदेखि हामी चाहिँ यसलाई क्लोज अर्थात् बन्द गरेर अर्थात् यसलाई चाहिँ माइन्डबाट डिलिट गरेर साइडमा अर्थात् बाहिर हटाइदिएर अब हामी चाहिँ हाम्रो अर्धवार्षिक परीक्षा मिड टर्मिनल इक्जामको तयारीमा लाग्ने सबैजना विद्यार्थी भाइ बहिनीलाई म धेरैभन्दा धेरै आग्रह गर्न चाहन्छु। मुख्य कुरा हाम्रो पढाइ हो, वर्ष दिनभरिको मेहनत खेल थाल्नु हुँदैन। त्यसकारण विद्यार्थी भाइ बहिनीहरू सबैजना चाहिँ अब चाहिँ ध्यान सबैजना विद्यार्थी भाइ बहिनीहरूको पढाइमा हुनेछ भन्दै आजको यो अनौपचारिक पढाइ र चाहिँ सम्मान कार्यक्रम यही समापन भएको जानकारी गराउन चाहन्छु। धन्यवाद। गुड आफ्टरनुन।